बुढी ओ बुढी म त आजदेखि भात सात खान्नु है। म खाना बसाल्न लाग्यो नि फेरि। म त आजदेखि पुरै डाइटिङ हो। यहाँ मान्छेको पेट सेट लाएर झन् डल्लो डल्लो मोटो मोटो भइरहेको छु। म त खाँदिनँ आजदेखि भात ल। अहिले पछि भोक लाग्यो भनेर भनि होइन नि। पो डाइटिङ हो म। अहिले मैले खाना लागेपछि रियाल काट्दै आउने होइन नि। मासु पकाएपछि क्या हो बुढीले भात खानु डाइटिङ भनिहाल्यो। मासु पो पकाएपछि यार बाना त हर रहेछ हौ। आमा अब के गर्ने खानु भनिहाल्यो। तपाईँ खाना नखाने हो? तिमी खाऊ न। अब मासु पकाएर छु खाऊ तिमी खाऊ। म त डाइटिङ हो पुरै है। अलि मासु गमगम खाऊ। मासु पकाएको दिन नखाने भन्छन्। अरू बेला त यतिखेर छोरो रुन्थ्यो। आज किन रोएन? कसरी खाने होला अब मैले त मासु र भात। रोयो रोयो छोरो रोयो। बुढी छोरो रोएछ अहिले आएर खाऊ। हेत्ते एकछिन त छोरा हेर्दा भए हुन्थ्यो नि। म भात खाउन्जेल। पारिहाल्नु मासु पछि ल। मासु होइन मासु एकदम मिठो बनाइदिन्छ। अब डाइटिङ त यही छ। खाना सेलाइसक्यो होला? डाइटिङ भने होइन अर्काको पस्केको खाना खाइदिएर। चाहे मात्र हो कस्तो छ भनेर। अब तिमी उता गइहाल्यौ। अब डाइटिङ त भोलिदेखि बुढी मैले भोलिदेखि गर्ने निदो गरेन पक्का। सासु भनेपछि हुरुक्कै नसकिने भो। आज